Hi everyone, my name is Subina Maharjan and welcome back to my channel. So guys, welcome to the next vlog and this vlog is going to be so exciting. किनभने आज म जाँदै छु ट्रेलर लन्च अफ के घर के डेरा 2. I'm so excited. I'm getting so late guys. म अब उतै गएर कन्टिन्यू गर्छु ल. बाइ. म चाहिँ लभिङ मल पुगे अनि यहाँ चाहिँ मेरो साथी बसिरहनु भएको रहेछ. पहिला नै आउनु भएर उहाँ पनि भ्लगिङ गर्दै हुनुहुन्छ. So guys, हामी चाहिँ यहाँ लभिङ मल पुग्यौं. यो भ्यू कति राम्रो देखिरहेको छ. टक्कला सूर्य आएर सो हाम्रो यहाँ सुपरस्टार सर आउनुभयो. हामी चाहिँ पापाराजी गर्न बसेको. Good afternoon, vlogs. Good afternoon, sir. के हालेर आयो? आँखामा मैले लेन्स लगाएको. हाम्रो सरहरू आधा बाटोबाटै हराउनु भयो. सो हामी चाहिँ सरहरू खोज्दै हिँडेको कता जानु भएछ. गाइज म एउटा कुरा सेयर गरिहाल्छु है. आरएन सिक्रेल सर हुनुहुन्छ यो के घर के डेरामा. मेरो एकदमै चाइल्डहुड क्रस हो उहाँ. अनि अगाडि भेटेको त फ्रेन्ड हुन्छ क्या हो. अबे यहाँ हुनु त रहेछ र हाम्रो सरहरू. और अभी तो रुको. नमस्ते. Aryan Dai has always been my childhood crush. Oh, Tiri sir हुनुहुन्छ. गन्दी आएछ. म्यामहरु आइपुग्नु भएको छ यहाँ. यो ड्रेस र उयो मिलिरहेको रहेछ. यो ड्रेस र उयो मिलिरहेको रहेछ. उयो माथिको फ्लावर. अरे लगत हेर्नु न उहाँ पुरा सुन्दै. तिमी सुन्दै. तर कसके हो थाहा छैन. चाहिँ मेरो अर्को भ्लगमा नि हुनुहुन्छ. अब यहाँ पनि आउनु भयो. ल गाइस हामी चाहिँ अब ट्रेलरको लागि जान लागेको. एउटा राम्रो उत्कृष्ट चलचित्र बनेको छ के घर के डेरा. के घर के डेरा म तपाईहरुलाई टिमलाई परिचित गराउँछु. यो फिल्म एप्पल इन्टरटेनमेन्ट र डाइरेक्टर साहब चाहिँ दिपेन्द्र के खनाल. काममा हरेक चोटि प्रयोग गर्न रुचाउने प्रयोगवादी निर्देशक र त्यतिकै सफल पनि दिपेन्द्र के खनाल. एक्चुअली जोरदार ताली. उहाँको सोचले नेपाली चलचित्र क्षेत्रलाई नै फराकिलो बनाएको छ. दायरा फराकिलो बनाउने एक होनहार निर्देशक दिपेन्द्र के खनाल. र उहाँको बारेमा पछि चर्चा गरौँ. धेरै चर्चा गरेको तारिफ गरेको उहाँ रुचाउनुहुन्न. तपाईँहरू आफै खोज्नु होला. किनभने मलाई पछि सोध्नु होला. म दिपेन्द्रजीको बारेमा. धन्यवाद. यहाँ आज आउनुभएको सबैजनालाई स्वागत छ. तपाईँलाई ट्रेलर राम्रै लाग्यो होला होइन. मलाई पनि मजै लाग्यो ट्रेलर हेर्दाखेरि. र हाम्रो यता सरले भने जस्तै फिल्म चाहिँ हामी सबैले हुन्छ नि स्क्रिप्टमाथि र डाइरेक्टरमाथि विश्वास गरेर नै यो फिल्म गरेको हो. अनि त्यही भएर पनि यो चाहिँ फाइनल फिल्म आउँदाखेरि चाहिँ यसले चाहिँ यो फिल्म हेर्न जाँदाखेरि चाहिँ सके पछाडि सायद केही चिज कसरी बोकेर जान्छ. चलचित्रले घर र डेरा भन्ने बित्तिकै घरसँगको हाम्रो अनन्याश्रित सम्बन्ध, भावना, सपनाको कुराहरू गरेको छ. त्यो पनि एकदम कवितात्मक ढङ्गले. र यो चलचित्रमा जोडिन पाउनु मेरो लागि एउटा एकदम सुखद मोमेन्टको रूपमा मैले लिएको छु. दिपेन्द्र दाईको म एकदमै ठुलो प्रशंसक हुँ. उहाँको चलचित्रहरू सधैँ हेर्ने गरेको तर कहिले पनि काम गर्न पाएको थिइनँ. र बोक्सेको घरको प्रमोसन र अरू चिजको लागि म विदेशको भ्रमणमा रहँदाखेरि एउटा चलचित्र छ र एकदमै सुहाउँदो पात्र छ. आएर एकचोटि सुन्नुहुन्छ भन्ने कुरा गर्दाखेरि कसले लेख्नु भएको भन्ने कुरा हुँदा बुद्धि सागरजीले लेख्नु भएको हो.
उहाँको फेरि अर्को ठुलो प्रशंसक म यो चलचित्र जाने बित्तिकै सबभन्दा फर्स्टमा प्रायोरिटीमा राखेर सुन्नुपर्छ भनेर दौडेर आएर कथा सुने। अबका लागि खगेन्द्र लामिछाने। उपस्थित सबैजनालाई नमस्कार। भन्ने कुरा त सबै आइसक्यो हैन, केही पनि बाँकी रहेन। के भन्नु सौम्यवश आर्यनजीको फिल्म हेर्दै हामी कलेज पढेको हैन। लागि आर्यन सिक्देव। सबैजना आइदिनु भएको छ, धन्यवाद दादा। वादी निर्देशक मेरो प्रिय निर्देशक दिपेन्द्र के खनाल। अब खासै भन्ने कुरा मेरो केही पनि छैन, लास्टमा पुरा भएर केही बाँकी पनि रहेन। सदा चाहिँ यो चलचित्र एकदम मनबाट बनाउने प्रयास गरेको छु। ट्रेलर हेरेर एकदमै रमाइलो लाग्यो, मुभी पनि एकदमै A1 बनेको छ जस्तो लाग्छ। सो हजुरहरू पनि नजिकको सिनेमा हलमा गएर हेर्नु होला, नेपाली सिनेमालाई सपोर्ट गरौँ। व्हाट इज दिस? कस्तो लाग्यो हजुरलाई ट्रेलर? एकदम राम्रो। अब हामी चाहिँ क्लासको लागि जान्छौँ। यहाँको यो प्लान्टहरू कस्तो राम्रो छ क्या यहाँ। हामीले चाहिँ फोटोहरू पनि खिचेर आयौँ। अब जाँदैछौँ हाम्रो ओके गाइज, अब हामी चाहिँ जाँदैछौँ क्लासतिर। सो सी यु अन नेक्स्ट ब्लग। बाई बाई।